नदीमा आइसकेका छौँ। मेरो पोती भाइरमा हेर्दै जानु होला। यो वाटरप्रुफ मोबाइल हो कि यो मोबाइलको नाम चाहिँ कुन अरे? मोबाइलको नाम मोटो मोबाइलको। त्यो सराल तान्ने पनि छौँ। त्यसमा ती माछा लागेछ कि नै त्यो हेर्ने पनि छौँ। साथै यो मोबाइललाई पानीभित्र लगेर साँच्चैकै वाटरप्रुफ हो कि नै हामी चेक पनि गर्नेछौँ। गफाटीको मोबाइल बिग्रियो कि प्रुफ हुन्छ आज? साँच्चै नै वाटरप्रुफ मोबाइल बोकेर हिँडे आता यसले? साँच्चैकै वाटरप्रुफ मोबाइल लगेर हेरौँ ल। कति गरे मोबाइल? कति गरे? 35। ओ माई गड, तेरो हुलिया हेर्नु न। 35,000 को मोबाइल चलाउने हुलिया हेर्नु न। 35,000 मोबाइल, 35,000 को मोबाइल चलाउने मान्छे जिगर चाहिँ छ यार। कति महिना बसेर कमास् त्यसले ए मोबाइल? कति हो? 15 दिनमा 35,000 मोबाइल किन्दैछ। आइसी नेपाली कति हुन्छ? कति हुन्छ? ज्यादा हुन्छ होला। 30 को 38,000 हुन्छ न? 48,000 हुन्छ भनेपछि लो 60,000 को त मोबाइल देऊ रहेछ। ओहो 60,000 को मोबाइल उका के त्यसलाई के भेप गरे? भेप तान्ने आफ्नै तालमा हिँडिरहेको चाहिँ हामी चाहिँ अब सराल छ कि नै भने यसो खोज्दैछौँ। यसो देखाउने हुन्थ्यो। कट गर्नु न त्यसलाई। कट किन गर्ने? सराल चाहिँ भेटिसक्यो हामीहरूको। देख्नु नै भयो होला। सराल हिँडेर उठा त। देखा हो यो सराल चाहिँ अड्किरहेको थियो। बिहान तान्न नसकेर अहिले हामी आयौँ। यो सरालमा माछा छ कि नै एकछिनमा थाहा भइहाल्छ। साथै यो मोबाइल चाहिँ अब यो पानीभित्र जान्छ है। साँच्चै नै मोबाइल वाटरप्रुफ के हो? तपाईँहरू नै भन्नु सक्नुहुन्छ। साँच्चीकै वाटरप्रुफ के हो? साँच्ची नै रियलमा चाहिँ हामी मोबाइल म चाहिँ लग्छु है मोबाइल। एकछिन पछि ल भिडियोलाई। A few moments later. साँच्चै नै वाटरप्रुफ हो कि नै? माछाको लागि चाहिँ आएको होइन हामीहरू। साँच्चैकै वाटरप्रुफ हो कि नै? मन कस्तो भयो? एकदम उसको मन चाहिँ ढुकढुक भइरहेको होला किनकि मोबाइल पहिले नि डुबाएको थिएँ। आज चाहिँ दाइले लिएर आउनु भएको कि। ल साँच्ची नै जाउँ त। बिग्रियो नभन्ने पानीमा देख्नु भयो होला। मेरो मोबाइल चाहिँ पानीमा जाँदैछ। पानीमा जाँदैछ। आज यसो चेक गर्न पर्यो कि वाटरप्रुफ देख्न सक्नु भयो पानीमा आइसकेको छु। साँच्ची नै हो? स्ट्यान्ड त बिग्रिन्न। साँच्ची नै वाटरप्रुफ। मोबाइल यत्रो डुबाउँदा पनि मोबाइलको मेट्रोला मोबाइलको नाम चाहिँ मेट्रोला रहेछ। साँच्ची नै वाटरप्रुफ रहेछ है। मैले चाहिँ पत्याएको थिएन। अहिले गएर हेर्दाखेरि साँच्ची नै एकदम वाटरप्रुफ रहेछ है। फेरि एकचोटि लगेर जान्छ है म। बिचमा लगेर
ल वरिपरिको भ्यू पनि एकदम राम्रो देखिरहेको माथितिर सगरतिरको पनि। अब चाहिँ फेरि अर्कोचोटि फेरि गएर यो आज चाहिँ पानी यो धमिलो भएको कारण धेरै क्लियर चाहिँ देखिया छैन। हामी अर्को भिडियो पनि बनाउने छौँ। 1-2 दिनपछि एकदम पानी क्लियर सफा भएपछि कस्तो देखाउँछ। अगाडिको सेल्फी चाहिँ खासै राम्रो देखाएन। ब्याक क्यामेराले कस्तो निकाल्छ, ब्याक क्यामेराको पनि हेर्छु। सेल्फी चाहिँ खासै राम्रो नदेखाने। ओके त किलेर हाने खाइहाल्छ त हामी। एकदम नजारा चाहिँ एकदम राम्रो छ है, भ्यू चाहिँ एकदम राम्रो छ। 2 hours later. जाँदैछु घरतिर। घाम पनि यस्तो दामी लागिरहेको है। कति 3-4 दिन भइसक्यो नआएको पनि। क्याप नलाउँदैन राम्रो देखिन्छ होला। के भन्दा क्याप लाउनु राम्रो छ। छिटाएका कारणले खासै राम्रो भिडियो। हामी पौडी खेल्न आएको ठाउँ है, कस्तो छ है त, कस्तो देखिन्छ हाम्रो भुइँबारीको नदी। एकदम बपाल छ है। यो चाहिँ भर्खर बग्ला पहिलादेखि बग्थ्यो, यो चाहिँ भर्खर हो। एकदम बवाल छ। ओ भाइयों, ये सेंटी बातें बनो। सुन भित्र बेटे बात सुन।